नमो नमः सम्बन्धै रहित भन्दै लास्टमा जुटिएबाट जस्ता न्याय भएको तर्फबाट स्वीकार गरोस् आज सिक्रेनी छन्दमा लेखेको कविता पाठ मेरो कविताको शीर्षक रहेको छ सारै गर्मी फनन नमायो जगतलौ केही छैन बाँकी भगवती उम्ल्यो रगतलौ बगेको देख्दैछौ सललल हुँदै तर पसिना यहाँ कहिले पर्ला घर गरी पानी असिना हेर्दा उस्तै सबती जनको चाल चलना चलेको नाडीमा जब रगतले हुन्छ जलना कठै के गरलान खैरे नयन धार सन्नहरी गति भयो ज्यादै उल्का अब त कम गरिदेऊ पशुपति अहो कस्तो गर्मी हर बखत हुन्छन् छटपटी भयो घाँटी तितो पिउन मन बोलौ घटघटी म के खाऊँ त्यस्तो तन मन डुबै हुन्छ रसिलो पनि सोध्ने साथी सरल जल हुन्छन् सरसिलो गरे रोपेनौ हर जीव समावृक चलहरा सबै हाँस्दै खायो वन गगनको स्वर्ण छहरा उभर मौलो गर्मी रहनु कसरी यो भुवनमा चुनौती तन्देरै अबुझ जठको यो मन मगजमा चुनौती तन्देरै अबुझ जठको तुच्छ मनमा गयो रात्रि चित्तै मन मगजमा शीतल छरी भयो उस्तै चाला प्रकृति पनि लौ मूर्छित परे अडेरी सुखामा बिजिकन डुबे मानिस चरो कसो गर्ने साथी अब जगतमा सङ्कट परो कसो गर्ने साथी अब जगतमा सङ्कट परो धन्यवाद।